I'm leaving home in a few minutes now. Okay, let's get ready. By the way, हामीले चाहिँ के कुरा गर्दै थियौँ भन्दाखेरि हामीले भन्दा पनि मेरो आमालाई एउटा कुरा देखेर दङ्ग पर्नु भइरहेको आज। त्यो कुरा चाहिँ के थियो भन्दाखेरि मैले चाहिँ मुस्ताङबाट एउटा थियो चौरी गाईको सानो खालको अहिले नो के भन्छ त्यसलाई डलर भटेवा त्यो ल्याएको थिएँ अनि आमालाई चाहिँ अचम्म लाग्यो रे के बन्छ दुनियाँमा भनेर। सो आई बी सोइङ द्याट टु यु एज वेल। त्यो चाहिँ यो थियो क्या म चाहिँ अहिले काठमाडौँ जान लागेको त्यो भोलिदेखि मेरो काम छ अनि म चाहिँ मदर्स डेमा आमालाई भेट्न आएको थिएँ। मेरो आमा केही बोल्नु हुँदैन क्यामेरा अन भएपछि अघिसम्म पछि गर्दै गरेको मान्छे होइन आमा बोलाएन तपाईँलाई can only smile. हाँस्नै सकिहाल्यो होइन हाँस्नै सकिहाल्यो अनि मेरो यहाँ लिपस्टिक लाउन खोजिरहेको छु तर लिपस्टिक भेटिरहेको छैन क्या। ओके फन्ट डन नभए घरबाट काठमाडौँ जानलाई त खासै लाउड लिप्स चाहिँदैन नि त। सो अब चाहिँ म ड्रेस चेन्ज गर्न जान्छु। टिल देन मेरो आमाले के गर्नुहुन्छ हेरेर बस्नु है त। अभियसली माई आमा अनि उहाँको पर्मानेन्ट डायलग कति थोक लाउनु पर्ने हो कति थोक राइट। ओके आई विल सी यु इन अ वाइल later. So this is my outfit. I'm wearing it with jeans and the best part of this kurta is this lace. Okay, let's cut my hair. म चाहिँ मदर्स डेमा आएको भएर अलिकति ट्रेडिसनल भएर आइदिउँ न भनेर खुट्टा लगाएर आएको थिएँ खासमा। अनि यो कुर्ता चाहिँ मैले 2 वर्ष अगाडि मेरो बर्थडेमा किनेको थिएँ आफैलाई नै गिफ्ट गर्नुको लागि। अनि त्यति एक्साइटेड हुन्थेँ म चाहिँ आफ्नो बर्थडेको लागि। आइम नट एनी मोर बाई द वे माई बर्थडे इज कमिङ। आइम नट एक्साइटेड बट वाइ एम आई टेलिङ यु दिस। ओके मेबी आई एम बिट एक्साइटेड आई नो। ओके look at my baby hair. What's wrong with all these hairs? What do I do with my hairs? Okay, let's do this. This is fine, I guess. मेरो अगाडिको बेबीहरूलाई कभर गर्न चाहिँ यसले हेल्प गर्छ। अनि म बुढी हुन थालेर के भएर थाहा छैन तर मलाई आजभोलि कपाल छोडेर हिँड्न जस्तो चाहिँ लाग्ने कुरा केही लाग्दैन। म कपाल छोडेर हिँड्न सक्दिनँ। मलाई के हुन्छ गर्मी हुन्छ खै के हुन्छ के हुन्छ इरिटेट हुन्छ कपाल आइरहेको। अनि मैले मेरो यो हेयर कट चाहिँ 2 weeks जस्तो अगाडि गरेको होइन। अनि मलाई चाहिँ एकदम एक्चुअली ब्याङ्क्स गर्नु मन छ क्या लाइक यत्रो तर मेरो मुखमा सुहाउँदैन भन्ने भइरहेछ। सो प्लिज सजेस्ट मी। ओके मेरो आमाले बुझ्नु हुँदैन मेरो यो पीडा ल भयो त। ओके आई वाज आस्किङ शुड आई गेट ब्याङ्क्स अर नट पिपल। दिस इज इट आई एम रेडी आई एम अबाउट टु लिभ नाउ। आई एम सेइङ बाई टु माई ग्रान्ड मदर नाउ। ओके बाई आमा। जाऊ बाई पिपल बाई। ओके बाई पिपल सी यु इन द नेक्स्ट भ्लग्स। सो म चाहिँ बल्ल स्टार्ट गरिरहेको छु भ्लगिङ होइन। अनि आई डोन्ट नो हाउ टु डु द्याट। द्याट्स इट अहिलेको लागि चाहिँ बाई। सल्लाह सुझावको लागि सधैँभरि मेरो कमेन्ट सेक्सन अन नै रहनेछ। के इम्प्रुभ गर्न सक्छु के मिस्टेक गरिरहेको छु हजुरहरूले सजेस्ट गर्न सक्नुहुन्छ एकदम। थ्याङ्क यू। यो पार्ट मिस भयो गाइस। मेरो आमाले मलाई बाटो खर्च दिँदै हुनुहुन्छ। आफै राख्नुहोस्। मसँग छ आमा मसँग छ क्या छ अनि मसँग छैन भनेर हो त। अनि तपाईँ चुरोट खानुहुन्छ? म चुरोट खान्छु अब आउँछ अनि खाउँला। मेरो आमा चुरोटी हुन्छ फेरि। पानी पर्छ भनेर आत्तिसक्नुभयो भर्खर 11 पनि बजेको छैन होइन। काठमाडौँ यहाँबाट पुग्नलाई 1.5 घन्टा लाग्छ तर आमा आत्तिसक्नुभयो पानी पर्छ छिटो जानुपर्छ भनेर। ओके अब म जान्छु भाइ। आमाले मलाई एकछिन बस्न दिनु न अब। एकछिन बजेर गिराउँदै बस अनि लजिक देखो भाइ। क्या है